नमस्ते सम्पूर्णमा तपाईहरुलाई डक फार्मिङ इन नेपालमा स्वागत छ। अहिले हजुरहरूले हेरिराख्नु भएको हाँसको चल्ला निकै नै उत्तम प्रजातिको हाँसको चल्ला हो। यसलाई खाइट टेमल ब्रिड पनि भनिन्छ। यो ब्रिडले एक वर्षमा करिब 320 वटा अण्डा दिने क्षमता बोकेको हुन्छ। र आज म एउटा फरक कुरा पनि गर्नेछु यो भिडियोमा। अब धेरैवटा साथीहरूले सोध्नु भएको थियो हामीले फार्मबाट चल्ला लग्ने बित्तिकै हामीले के औषधि दिने, के कुन तरिकाले राख्ने, किनकि लग्ने बित्तिकै अलिक तरिका मिलाएर राखेन भने बच्चा चल्ला अलिक मर्ने समस्या अलिक धेरै हुन्छ, अलिक धेरै पर्सेन्टेज हुन्छ। त्यति बेला कम्तीमा 7 दिन एउटा नियममा राख्नुपर्ने हुन्छ तिनीहरूलाई। हामीले यहाँबाट चल्ला तपाईहरुले सप्लाई गरिसकेपछि तपाईहरुले कम्तीमा त्यहाँ शेडमा यदि गर्मी छ भने एउटा बल्ब अनिवार्य लाउनु होला। यदि जाडो महिना छ भने कम्तीमा 3-4 वटा बल्ब रुमको साइज अनुसारले लाउनु होला। रुमको साइज अनुसार मैले भन्न खोजेको कम्तीमा जुन टेम्परेचरबाट फर्स्टमा चल्लाहरू निस्केको हुन्छ त्यसको टेम्परेचर हुन्छ 37.7 डिग्री। अनि तपाईहरुले लग्दाखेरि कम्तीमा 30 डिग्रीको तापक्रम मिनिमममा पनि राख्नुपर्ने हुन्छ 4 दिनसम्म। अनि त्यसपछि जहाँ राखे केही फरक पर्ने हुँदैन। र लग्ने बित्तिकै तपाईहरुले जुन पानी हुन्छ त्यसमा ग्लुकोज पानी दिनु होला। र 3 वटा औषधि हुन्छ त्यसको। एउटा हुन्छ एन्डोक्सिन भनेपछि त्यसको काम एन्टिब्याक्टेरियल पनि भनिन्छ र यो एन्टिबायोटिक हो। र अर्को भिमरल। यो दुईटा दिइसकेपछि खासै औषधि दिइराख्नु पर्दैन। र अझ पनि बच्चा मरिराखेको छ, पानीमा केही समस्या छ, पानी अलिक सफा छैन या पानीको ब्याक्टेरिया मार्नुपर्ने छ भने हामीले पोटासियम परम्याङ्गनेट हाल्ने गरेका छौँ। तपाईहरुले पनि त्यो थोरै मात्रा 2-4 दाना पोटासियम परम्याङ्गनेट पर लिटरमा हाल्नु होला। यति हालिसकेपछि बच्चा मर्ने समस्या हुँदैन। र तैपनि कुनै समस्या भएमा हामीलाई सम्पर्क गरी भन्न सक्नुहुनेछ। तपाईहरुको परामर्श फ्री हुनेछ। हस्त धन्यवाद।